नमस्ते सबैजनालाई। आज चाहिँ हामी यस भिडियोमा गाडीभित्र जमेको बाफ वा फ्रोस्टलाई कसरी डिफ्रोस्ट गर्ने भनेर सिक्दैछौँ। सम्भवतः यो गाडी चलाइराख्ने साथीभाइहरूले जानिराख्नु भएको प्रोसेस हो हैन, सबैजनालाई थाहा भइरहेको कुरा हो। तर मैले यो भिडियो चाहिँ बेसिकली जसले चाहिँ भर्खर गाडी चलाउन सिक्दै हुनुहुन्छ वा चलाउन सुरु गर्दै हुनुहुन्छ उहाँहरूलाई केन्द्रित गरेर बनाएको, अन्यथा नलिनु होला। हाम्रो गाडीमा चाहिँ दुई किसिमको बाफ लाग्छ, एउटा बाहिरबाट सिसाको बाहिरबाट, अर्को चाहिँ सिसाको भित्रबाट। यो देख्न सक्नुहुन्छ, यो चाहिँ भित्रबाट लागेको बाफ हो। आज हामी चाहिँ यसलाई कसरी हटाउने भनेर सिक्दैछौँ। नर्मली यो चिजलाई हटाउनको लागि चाहिँ हामी गाडीको एसीलाई चाहिँ अन गर्छौँ। पहिला एसीलाई अन गरिसकेपछि के देख्न सक्नुहुन्छ, मैले एसीलाई अन गरेको छु र यसलाई कोल्डमा राखिन्छ र यो ब्लोअरलाई चाहिँ यो साइनमा लगाइन्छ जुन चाहिँ सिसामा डिरेक्ट गरेको छ हैन। यसमा लगाइसकेपछि हामीले चाहिँ ब्लोअरलाई अन गर्छौँ है। सो वन्स वी स्टार्ट द ब्लोअर, बिस्तारै हाम्रो सिसाको बाफ चाहिँ तपाईले देख्न सक्नुहुन्छ, त्यो सेतो बाफ हटेर जाँदैछ र एकछिनमा इट विल टर्न आउट टु बी ए क्लिन वान है। ओके, अहिलेभन्दा भिजिबिलिटीमा केही राम्रो देखिएको छ। मैले यसलाई अझै प्रष्ट पार्नको लागि चाहिँ तपाईँलाई बाहिरको त्यो सिसामा लागेको पानीलाई चाहिँ हटाइदिन्छु है। सो अहिले हेर्नुभयो भने सिसा अलिकति धेरै नै अघिभन्दा धेरै नै क्लियर भएको छ। हस्, थ्याङ्क यू। र यस्तै गाडी सम्बन्धी टिप्स र भिडियोहरूको लागि चाहिँ कृपया हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्, थ्याङ्क यू। स्टे सेफ।